लाँदैछन् है। अहिलेसम्म त राइड नाइस भइरहेको हेरौँ के हुन्छ। बाटो चाहिँ लास्टै अफरोड छ है गाइज। अफरोड भए तापनि हाम्रो राइडर सर देवेन्द्रजीले एकदमै दामीसँग हाँक्नु भएको छ। उहाँको त जति तारिफ गरे पनि कमै छ है। आजको दिनमा के गर्नु, धेरै राम्रोसँग हाँक्नु भएको छ सरले। यस्तो बाटो छ है, ढलान बाटो आइस। नाइस। हाम्रा भाइहरू त हाम्रा के मित्रहरू पछाडि आउँदैछन्, हामी अगाडि गइरहेको छौँ। जो सरले चित्तबुद्ध तरिकाले लिइराख्नु भएको। कम गर्न पनि अलिकति ढिला गर्छौँ कि गाइस। हाम्रो फेरि चढ्नु पर्यो है गाइस। ल ल ल जाम ल लड्न चाहिँ लडिएन जोस्, गाडी निस्केन भन्ने मात्रै हो, केही छैन। जाँदैछौँ हामी पहाडको बाटो।